फिर आ गए। सब राज्य खुश है? Hi guys, welcome back to my YouTube channel again. तपाईहरुलाई स्वागत छ मेरो आजको न्यू भिडियो न्यू ब्लगमा। होप सबैजना सन्चै हुनुहुन्छ होला। सो यो भिडियो चाहिँ एक्चुअली केको बारेमा तपाईहरुलाई अलरेडी थाहा पाइसक्नु भएको छ मेरो थम्बनेलहरु हेरेर हैन। स्टिल देन आइ एम गोना एक्सप्लेन इन अ ब्रिफमा एक्सप्लेन गर्न चाहन्छु तपाईहरुलाई हैन। एकछिन त यो सो के भन्नुको लागि चाहिँ हल्का ब्रिफमा तपाईहरुलाई एक्सप्लेन गरेर आपको सोच म पहिला हुन्छ सबै त हुँदैन, सबैको माइन्ड सेम हुँदैन हैन। कोही के त हुन्छ नि त अब के भन्छ ब्याड माइन्डेड के भन्छ नेगेटिभ माइन्डेड भएको पिपलहरु पनि हुन्छ। डोनेसन दियो भने थत्तेर लुगाहरु दिएको होला नि सरी, त्यस्तो चाहिँ हामी पनि मान्छे हो, हाम्रो पनि यो छ नि त सिम्पलको त हैन। सो हामीले पनि सोचेर राम्रो लुगाहरु मात्रै दिन्छु हैन। त्यो अरूलाई युजै नहुने लुगा पनि केही फ्याक्नु पर्ने किन हैन, युजै नहुने लुगा त दिँदैन नि त। अब यो लुगा चाहिँ डोनेसन गर्ने कारण चाहिँ के भएको छ भने चाहिँ अब मैले त्यो लुगाहरु पहिला मलाई अब कोही बेला आफूलाई सानो भइसकेको हुन्छ हैन। कोही बेला सानो मेनली चाहिँ मलाई सानो भएको लुगाहरु छ पहिलाकै, तर त्यो ओल्ड भएको चाहिँ हैन, पुरानो फाटेको उडेको चाहिँ केही छैन, एकदम राम्रै क्वालिटीमै छ हैन। अनि तपाईहरुलाई पनि अब कतिजनाहरुलाई त थाहा पनि छैन होला कता गर्दै रहेछ। म थाहा छ तपाईहरुको पनि धेरैहरु लुगाहरु यतिकै बसेर थुप्रिरहेको होला, न आफू लाउँछ हैन, आफूलाई लाउँ भन्ने पनि हुँदैन, न दिनु त कसलाई दिनु, यतिकै भएर वार्डरमा थुप्रेर कोही पनि राखेको हुन्छ होला, यतिकै धुरी परिरहेको होला। सो त्यस्तोहरु तपाईहरुले प्रब्लमहरु भइरहेछ भने चाहिँ तपाईहरुले डोनेसन गर्न सक्नुहुन्छ है त। कतिजनालाई त थाहा नभएर पनि यतिकै बसेको होला। अब मेबी यो भिडियो हेरेपछि चाहिँ कतिजनालाई थाहा पनि हुन्छ होला। सो तपाईहरुलाई पनि भनिरहेको, तपाईहरुले थाहा पाएन भने मलाई कमेन्ट सेक्सनमा सोध्नुस् होला, म तपाईहरुलाई लोकेसन राम्ररी क्लियर गरेर भनिदिन्छु। कतिजनालाई थाहा पनि छ होला, अब कोही केले चाहिँ थाहा छैन होला, अब यही बस्नेहरूलाई त अभियसली थाहै हुन्छ। सो थाहा नहुनेहरूलाई तपाईँले मलाई कमेन्ट सेक्सनमा सोध्दा हुन्छ, म लोकेसन राम्रो गरेर भनिदिन्छु हैन। सो तपाईहरुलाई पनि त्यस्तै प्रब्लम भइरहेछ भने चाहिँ तपाईहरुले आएर डोनेसन गर्न सक्नुहुन्छ। मेरो मुख पनि के हो बेसी इन्ट्रो नगरौँ है, भिडियो लामो हुन्छ। ल अब चाहिँ म यहाँ साथीसँग मिलेर लुगाहरु सर्ट आउट गर्छु, प्याकिङ गर्छु, त्यहाँबाट गएर पनि तपाईहरुलाई देखाउँछु है त। ओके बाई। सो यहाँ लम्पसार भइरहेछ अहिले चाहिँ, यहाँबाट चाहिँ हाम्रो लम्पसार भन्छ नि, यहाँ चाहिँ अब लुगाहरु सर्ट आउट गर्नुपर्ने हुन्छ राम्रोहरू। अब जो पाइ त्यो त दिनु भएन नि त हैन, छानेर राम्रो दिनुको लागि चाहिँ सर्ट आउट गर्दैछ। यहाँ चाहिँ मेरो साथी बसिरहेछ, उता क्यामेरा ब्याकग्राउन्ड बिहाइन्ड द सिन भएर बसिरहेछ। जतिसक्दो फ्यान्सी लुगा चाहिँ डोनेट नगरौँ भनेर मेन चाहिँ मेरो त्यस्तोहरू छ नि त टप्सहरू, जस्तो कि यहाँ छ यो पनि टप्सै हो, पछाडिबाट अलिकति यो बाँधेर यता अलिकति देख्छ हो, त्यस्तो टाइपकोहरू छ। स्कर्ट्सहरू जामाहरू छ, जामाहरू पनि छ, यस्तो लङ जामाहरू। यो ओभर सर्ट्सहरू पनि छैन, मतलब ओभर सर्ट्सहरू चाहिँ मैले नदिएको होइन, किनभने अलिक अप्ठ्यारो पर्छ नि। अब डोनेसनमा लाने मान्छेहरू कस्तो छ त्यो गर्न सक्दैन नि त। जस्तो कि अब उनीहरूलाई लाउँदाखेरि पनि कम्फर्टेबल होस् न, त्यस्तो लुगाहरू मात्रै म डोनेसन गरिरहेको छु। जस्तो कि एउटा यो टप्स छ, यो टप्स अब राम्रै छ, के हो यति साह्रो फ्यान्सी पनि छैन नि त। तपाईँहरू लगाएर देखाउनु नदेखाउनु हल्का देखाउँछु नि त, किनभने अब ओभरै कस्तो खालको दिएको जस्तो हुन्छ। नलाएर बिर्सेछ है कताबाट लाउनु पर्ने फेरि पनि भन्नु पनि पर्ने। यो चाहिँ यस्तो छ, ओभर फ्यान्सी छैन, यो चाहिँ अब लाउनु सक्छ नि त, हल्का फुल्का अब लगाएर त्यो ओभरै धार साथ दिएको छैन, यस्तो टाइपको छ। यो चाहिँ यस्तो टाइपको सेक्सी ड्रेस पनि म दिँदिनँ भनेर लाग्छ। पहिलाको डिजाइन हो होइन, तर एकदमै के अरे क्वालिटी चाहिँ राम्रै छ, फाटेको पुरानो चाहिँ छैन, राम्रै छ। यो चाहिँ टप्स है गाइस, यो चाहिँ मैले चाहिँ तपाईँहरूलाई देखाएको त्यो टप्सहरू मात्रै हो। यो चाहिँ तपाईँहरू हाई प्यान्टहरू चलाउनुहुन्छ। एज म त यहाँ पुरा
मार्केटिङ गर्न आएको छ लाउँदै देखाइरहेको छु म एक दुईवटा मात्रै देखाउँछु तपाईँहरूलाई गाइस यो चाहिँ ओभरै फ्यान्सी छ यो चाहिँ यसको सेट हो यो चाहिँ ओभरै फ्यान्सी छ यो चाहिँ मैले पुरै मन परेर किनेको पुरा मनपर्छ अहिले पनि मनपर्छ हुनु त हुन्छ कि एकताल चाहिँ दिउँ कि जस्तो लाग्यो तर मेरो माइन्ड चाहिँ भयो नदिनु पर्ने अब ओभरै यो चाहिँ फ्यान्सी नै छ यो चाहिँ यति साइडबाट छ तपाईँहरूलाई मन परिहालेछ तपाईँहरू अनि जस्तो कि यो प्यान्ट छ यो प्यान्ट एकदमै के भन्छ पहिला जमानामा लाउँथेँ मैले चाहिँ जस्तो कि यस्तो मुनि खुट्टामा चाहिँ अलिकति टुस टुस भएको चाहिँ पहिला लाउँथेँ अहिले भने चाहिँ मैले टुस प्यान्टहरू त्यो लाउँदैन त्यही भएर चाहिँ यो पनि छ यो चाहिँ एसएमलाई चाहिँ हुन्छ यो प्यान्ट चाहिँ इन्सलाई सबै छ फाटेकोहरू चाहिँ दिँदैन तर एम स्ट्रेचेबल तर मोटोवाला पनि हुन्छ टुस प्यान्टहरू म लाउँदैन कि कलर अलिकति मात्रै लगाएको छ अलिक फेक छ तर एकदम राम्रो छ त्यो कलर बोल्दैन यसलाई स्ट्रेचेबल छ अब कतिजनालाई लाउनु राम्रो हुन्छ फाइनली गाइस हामीले चाहिँ यहाँ प्याकिङ गरिसकेको छ त्यो प्लास्टिक यहाँ साथी यहाँ मलाई फर्किरहेको छ रेडी भएर यत्रो लुगा चाहिँ घुम लाउनु चाहिँ यत्रो हुन्छ है दामी चाहिँ यस्तो गरेर चाहिँ त्यसको पिक्चर नहुनु यस्तो गरेर चाहिँ सजिलो हुन्छ प्याकिङ गर्नु किनभने अब यत्रो चाहिँ नि प्याकिङ गर्नु सजिलो हुन्छ तपाईँहरू प्याकिङहरू गर्ने पनि यो अहिले युज गर्नुहोस् यो चाहिँ मैले पहिला युट्युबबाट सिकेको सो त्यो लगेर जानेवाला चाहिँ तपाईँहरू म माथि पुऱ्याएँ एकैचोटि माथि पुऱ्याइदिनु सो गाइस हामी चाहिँ फाइनली यहाँ आइपुगेको छ त्यो बक्स चाहिँ उपर सिटी बसहरू भएको त्यहाँ हो हामी चाहिँ यो बोकेर आइपुगेको छ उता गएर चाहिँ भिडियो बनाउँदैन मलाई अप्ठ्यारो लाग्छ होइन त्यही भएर चाहिँ यो चाहिँ उता लगाएर आफ्टर द्याट मात्रै भिडियो बनाउँछु ल तपाईँहरूलाई यी पर्छिन मेरो यहाँ बेसी पर्छिन आएर खोइ सो गाइस हामी चाहिँ यहाँ फाइनली यहाँ डोनेसन क्लोथ डोनेसन ड्रप बक्समा आइपुगेको छ यो चाहिँ यस्तो रहेछ मान्छेहरूले डोनेसन गर्नु पायो भन्दा पनि किन यस्तो ल्याभिस भन्दा पनि के केयरलेस गरेर एटलिस्ट होइन राम्ररी प्याकिङ गरेर हाल्यो भने हुन्छ नि त्यहाँ कस्तो गरेर राखेछ So guys, who is this? Finally guys, हामी चाहिँ डोनेसन क्लोथ डोनेसन बक्समा हालेर आइसकेको छौँ होइन तपाईँहरूलाई मैले अलरेडी देखाइसकेको थिएँ त्यो चाहिँ कस्तो गरेर राखेको थियो भनेर होइन डोनेसन त गर्नु तपाईँहरूलाई डोनेसन गर्नु भनेर नै राखिदिएको त्यो बक्स होइन तर त्यो के हो एउटा प्याकिङ एटलिस्ट क्लिन गरेर राम्रो गरेर प्याकिङ गरेर त हाल्दैन किन त्यसरी फ्याँकिरहेको अहिले दिनु मन छ भने मनभित्रबाट दिने होइन न त दिनु मन छ भने दिने नदिनु यसरी नफ्याँक्नु किनभने त्यो पनि त एउटा लगेर बिचरा कता रिमोटतिर लगेर अब अरूलाई त्यो निजी रिमोट कन्ट्रोल रुरल एरिया डोन्ट डिस्टर्ब मी हो के अनि त्यो लगेर अब बिचरा निजी पिपलहरूलाई दिने हो नि त त्यो अब पनि आउनेवाला चाहिँ अब यहाँदेखि नेक्स्ट मेरो भिडियो हेरेर तपाईँहरूले देखिसक्नु भएको छ तपाईँहरूलाई पनि मन दुख्यो होला कति होइन त्यसरी फ्याँकेको देखेर अब नेक्स्ट टाइमबाट चाहिँ एटलिस्ट प्लास्टिक पाइन भने एटलिस्ट बोराहरूतिर मजाले प्याकिङ गरेर हालिदिनुहोस् त्यो बेस्ट हो बरु तर यसरी ल्याबिस गरेर फ्याँकेर चाहिँ नराखिदिनु होला पिक्चरमा त्यो पनि उता लगेर कति निजी पिपलहरूलाई दिनुको लागि हो सो यति नै भन्न चाहन्छु थ्याङ्क यू सो मच प्लिज से इट इन जोङ्खा काटिन्छे ल एभ्रीवान थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग आजको यो भिडियोमा तिमी के भन्न चाहन्छौ ल म यति भन्न चाहन्छु होइन पुरा गरम लाग्यो त्यो गरम लाग्यो त त्यो भन्नु पर्दैन थाहा छ हामीलाई पनि गरम लागिरहेछ मेरो साथीले मलाई एउटा जुस पनि भन न छिटो जोक नगरिकन छिटो म यति भन्न चाहन्छु होइन यो चाहिँ लाइक अहिले डोनेसन गर्दैछ होइन यो चाहिँ राम्रो लाग्यो आइडिया राम्रो लाग्यो होइन अब कोही हुन्छ नि अब बस्तीमा कति निट हुन्छ यत्रो लुगाहरूको पनि उनीहरूले युटिलाइज गर्न अलिक जान्छ नि त हो त्यो गरेर अनि के भन्छ कोही मान्छेहरूले अब लाइक डोनेट गर्ने इच्छै छ भने प्लिज त्यो के हो वास गरेर मजाले बोरामा भए पनि केमा भए पनि मजाले प्याक गरेर चाहिँ यता
डोनेसन बक्समा हालिदिनुहोस् होला होइन त्यो अब लाइक के हो अहिले अघि देखिसक्यो होला होइन तपाईँहरूले त्यो कस्तो टाइपमा फ्याँकेको रहेछ नि लुगाहरू हो चाहिँ नगरिदिनु होला त्यति नै हो भन्नु अरू त केही छैन यहाँको लोकेसन छ यो के भन्छ फुटबल ग्राउन्ड पिएसए ग्राउन्ड यहाँबाट देख्छ तपाईँले सिटी बस यहाँ देख्दैछ नि सिटी बसको यतापट्टि नै छ त्यो बक्स चाहिँ तपाईँहरूलाई पनि इच्छा छ भने आफ्नो लुगाहरू नराम्रो लुगाहरू कति हुन्छ नि त होइन त्यो वार्डरोबमा कुहाउनु भन्दाखेरि तपाईँहरू यहाँ आएर डोनेसन गर्न सक्नुहुन्छ ल गाइस सो त्यही भन्नुको लागि मात्रै हो एनिवेज थ्याङ्क यू सो मच फर वाचिङ टिल हियर होइन तपाईँहरूले फुल भिडियो हेरिदिनु भएको छ थ्याङ्क यू सो मच एन्ड इफ यु आर न्यू टु माई ब्लग प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब भन्नु त देऊ मेरो साथीहरू न्यू छ भने चाहिँ यो भ्यू के अरे भ्युवर्स न्यूहरू छ भने चाहिँ प्लिज सब्सक्राइब नगरिदिनु सब्सक्राइब गर्नु नभुलिदिनु मेरो ब्लग चाहिँ आजको भिडियो चाहिँ यतिसम्म मात्रै हो खास गरी चाहिँ हाम्रो यहाँ हल्का टिकटक कन्टेन्टहरू बनाउन आएको थियो त्यही भएर त्यो आइडिया ठिकै भयो के भन्छ यो प्लेसमा आउनु परेर चाहिँ घरिघरि किन आउनु भनेर चाहिँ आएको बेलामा चाहिँ डोनेसन गरिहालौँ भनेर चाहिँ त्यो गरेर सोचेर चाहिँ आएको हो खास गरी सो अब चाहिँ हामीले गरिसक्यो अब चाहिँ हाम्रो ऊपर गएर टिकटक बनाउने ऊपर गएर टिकटक बनाउने यहाँबाट घुमेर गएर टिकटक बनाउने अरू जग्गा छैन हौ त्यही हो टिकटक बनाइसक्यो अन्त ल थ्याङ्क यू सो मच गाइस सी यू नेक्स्ट टाइम बाई बाई